ल साथीहरू, आज हामी गगुनेको यात्रामा हिँड्यौँ, घरबाट निस्कियो। अब आज आइतबार गगुनेमा बिताउने एउटा इच्छा चाहना हाम्रो ला एडभेन्चर क्याम्पले इन्भाइट गरेर यहाँ के कस्तो रहेछ हेर्नु पनि हुने। धेरै वर्ष बादपछि गगुने यात्रा गरिँदैछ र हाम्रो यात्रा यसरी अब घरबाट सुरु भएको छ। ल अब चाहिँ हाम्रो यात्रा चाहिँ यो यहाँबाट सुरु हुन्छ र हामी चाहिँ 0 सम्म चाहिँ यो गाडीमा जाने, त्यसपछि उँभोको यात्रा तपाईँहरूलाई बिस्तारै कभर गर्दै जाउँ। ल हाम्रो यात्रा चाहिँ यसरी अब सुरु भएको छ। हामी चाहिँ आजको दिनलाई स्मरणीय बनाउने प्रयास। यहाँसम्म चाहिँ सिसी ढलाइ भएर बाटो बनिएको रहेछ। अब यहाँदेखि उँभो चाहिँ हाम्रो यात्रा एकदम सुरु, हिँडाइ यात्रा। बिसाउँदै मेरो जीवन तिम्रै हो, कसरी तिमीलाई आफ्नो बनाऊ, कसरी तिमीलाई आफ्नो बनाऊ, जीवन मेरो बितिसक्यो। अब हामी चाहिँ गगुने आइपुग्यौँ र रमाइलो छ दिन, साह्रै सुन्दर मौसम, जङ्गल काटेर गगुने आइपुग्यौँ। हाम्रो लक्ष्य आइपुगेको जस्तो छ। यो प्राकृतिक सुन्दरताले भरिपूर्ण यो गगुने रमाइलो छ। र यो चाहिँ सिमाना क्षेत्र, यहाँदेखि उता चाहिँ बगान अरे सिन्कोना बगान, यहाँदेखि यो धुप्पीको लहर, त्यहाँदेखि यता चाहिँ जम्मै खास महल एरिया क्षेत्र रहेछ। गाई बस्तु पाल्ने ठाउँ, केही दुःख होला तर शान्त सुन्दर। ला एडभेन्चर क्याम्प सरोज राई स्वामित्वमा रहेको, धेरै प्रचलित अहिले रङ्गोमा धेरैजना टुरिस्टहरू पनि आउने गर्छन्। फुलहरूले स्वागत जग्गा रहेको छ।
नमस्कार सरोज भाइ, धेरै लामो समयको अन्तरालमा तपाईँको यो ला एडभेन्चर क्याम्पमा आइपुग्यौँ। यहाँ हाम्रो सरोज राई भाइ एकजना उत्साही युवा। यहाँ तल चाहिँ देख्दैछौँ चिप्ले सुन्दर। यहाँ मुनि त घुर्बिसको घारी रहेछ। चराहरूको वासस्थान अहिले एकदमै फुलिरहेको घुर्बिसमा चराहरू अत्यन्त। नाइट हल्टको लागि चाहिँ यही हलेसो, चिचिलकोटे, डाँफे, पिउरा मसिनो क्याम्पहरू राखिएको छ। सुन्दर मजाले व्यवस्थित गरिएको रहेछ। यहाँनिर एउटा बारीमा आलु, कोपी, सब्जी, मटर सब लागेको रहेछ। बिट पनि रहेछ। ल भाइ रङ्गोमा आउनु हुँदाखेरि चाहिँ एक दिनको प्रोग्राम चाहिँ यसलाई पनि बनाउनुहोस् तपाईँहरू। साह्रै सुन्दर ठाउँ। सेल्फी स्ट्यान्ड। जोडले होइन बिस्तारै हाँगा प्रागा झाला नि फेरि। फेरि तल नानी ट्राई गर। झन्डैले फेरि भएन। यो चाहिँ पछिबाट ब्याक भ्यू अफ ला एडभेन्चर क्याम्प अफ गगुने एट रङ्गो। र यसलाई पनि तपाईँहरूले हेर्न सक्नुहुन्छ, कति सुन्दर छ। यहाँ खेल्ने कुराहरू पनि राखिएका रहेछन्, नानीहरू भुल्याउने। हुन त पुरा ह्याङ हुँदैछ नि। प्रकृतिमा यसरी लगाउनु नै पर्छ अरे। हाम्रो चाहिँ अब स्टार्टर सुरु भयो। हाम्रो नेपालीहरूको टिपिकल वाचिपा, विशेष किरातीहरूको स्वादिष्ट खाना वाचिपा स्टार्टर। र मजा आउँदैछ। यहाँ वाचिपा पार्टी चलिरहेछ। र अब चाहिँ हामी खाइपी सबै गरेर अब बिदा लिएर हिँड्दैछौँ। तलतिर धेरैजना
नयाँ गेस्टहरू म देख्दैछु। भालुखोप गैरीबास तिर पनि आइपुगेको देख्दैछु। आजको दिन रमाइलो सार्थक रूपमा बितेको छ र अब फेरि भविष्यमा घुम्दै आउँला। र यहाँको जीवन यस्तै छ, यहाँ अलिकति विकासदेखि वञ्चित। घरहरू एकदमै कठिन छ यहाँको लाइफ जीवन। र हामी चाहिँ अब बिस्तारै फर्किने क्रममा लागेका छौँ। अब फर्किने क्रममा यहाँ जग्गा जग्गा निङ्ग्रो खोजाइ पनि पो हुँदैछ यो जङ्गलमा। निङ्ग्रोहरू पनि खोज्ने काम हुँदैछ। गगनेमा चाहिँ यसरी भिड लाग्दो रहेछ है, बिहान बेलुका गाडीहरू बाइकहरू एकदम। र हामी चाहिँ अब फर्किँदै अब जिरो आइपुग्न लाग्यो। हजुर